सम्माननीय गृहमन्त्रीज्यू रमेश लेखकज्यू हिजो आफै नैतिकताको पाठ सिकाउने मान्छेले आज आफ्नो नैतिकता देखाउनु पर्दैन? लाज छैन, शरम छैन? हिजो आफै त्यही मुखले नैतिकताको पाठ सिकाएको होइन तपाईँले? खै त आफ्नो आज नैतिकता देखाएको तपाईँले? यही हो तपाईँको नैतिकता? हिजो चिच्चाइ घोक्रो फुल्लाई त्यो सदनमा बोलेको होइन तपाईँ? जबकि तत्कालीन गृहमन्त्री रवि लामिछाने हुँदाखेरि टकारीको काण्डमा तपाईँले कति घोक्रो फुल्लाई तपाईँले कराउनु भएको? कुनै पनि माननीयले जब प्रश्न उठ्यो र सदनमा कुरा निस्क्यो र जब अनुसन्धानमा गइरहेको छ त्यो विषय भने त्यो माननीय मन्त्री अथवा जो पनि सांसद होस् त्यो पदमा बस्न पाउनुहुन्न भनेर तपाईँ आफै भन्नुभएको होइन? आज कुन नैतिकताले तपाईँ कुर्सीमा गृहमन्त्रीको कुर्सी चाकामा टाँसेर बसिरहनु भएको छ? तपाईँ लाज छैन, शरम छैन? यही हो तपाईँको नैतिकता? भित्रभित्र तपाईँ कति रुनु भएको छ, कति रुनु भएको छ त्यो त हामी सबै जनतालाई थाहा छ। अझै पनि कति लुटेर खाने मन छ। बाहिरी रूपमा गरेर दाँत देखाएर हिँड्ने पनि भित्री रूपमा तपाईँ थाहा छ। तपाईँको भाउजूको लागि तपाईँ कति कुर्बानी जानुहुन्छ? तपाईँले आफ्नो भाउजूको लागि राजनीति गरिरहनु भएको छ कि यो देश र जनताको लागि? आई थिङ्क सो, मलाई त लाग्छ यो देशको लागि राजनीति गरेकै होइन तपाईँले, किनभने त्यो दाइ र भाउजूको लागि गर्नुभएको, किनभने तपाईँलाई फुर्सद नै छैन नि त देश र जनताको लागि तपाईँले गर्नु त। हिजो घोक्रो फुल्लाई तपाईँले नै भनेको होइन? रवि लामिछानेलाई बाटोमा मकै पोलेको, साग बेचेको, पैसा यो गरेको ऊ गरेको भनेर फलाना ढिकाना भनेर कति कुरा खोक्नु भएको होइन तपाईँ आफै? आज कुन नैतिकताले तपाईँ बस्नु भएको छ? तपाईँलाई लाज लाग्दैन? यति आफूले बोलेको कुरामा पनि, हिजोको दिनमा आफूले बोलेको कुरामा पनि तपाईँलाई लाज लाग्दैन? यति कुरा भनिरहँदा फेरि तपाईँहरूको झोलेले मलाई भन्लान् होइन यो पनि रवि लामिछानेको झोले रहेछ। यति कुरा चाहिँ अनेस्टली ट्रुली भन्छु, जसले देशमा राम्रो काम गर्छ त्यसको सहयोग र सपोर्ट गर्छु म पक्कै पनि। तपाईँहरू जस्तो भ्रष्ट, तपाईँहरू जस्तो घुसखोरी, तपाईँहरू जस्तो मानव तस्करी, तपाईँहरू जस्तो लुटेरा, तपाईँहरू जस्तो देश बेचेर खानेहरूको चाहिँ म पक्कै पनि सपोर्ट गर्ने छैन। यति कुरा चाहिँ लेखेर राख्नुहोस्। र एउटा कुरा, जबसम्म तपाईँहरूको पार्टी र तपाईँहरूको त्यो सङ्गठन हुन्छ नि तबसम्म यो देश कहिले पनि अघि बढ्दैन र कहिले पनि उँभो लाग्ने छैन। यति हुँदै पनि तपाईँहरूको झोले कसरी तपाईँहरूले विश्वास गरेर बसेछ हो? किन बसेछ भन्ने म भन्छु नि त। लुटेर खान पाएको छ, सङ्गठित गरेर लुटेर दुनियादारी गरेर खान पाएको छ, मासु चिउरामा बिक्री हुन्छ। तर एउटा कुरा चाहिँ मैले नबुझेको, आज यत्रो हुँदा पनि भोलि बिहान खै के हाम्रो नेपालीको बुद्धिमा चाहिँ के पो हुन्छ हो थाहा छैन। आज यत्रो भ्रष्टाचारी, यत्रो घुसखोरी, तस्करी, मानव तस्करी होइन काण्डले चुलिएको छ, तै पनि पछि के गरे चाहिँ तपाईँहरूलाई विश्वास गर्छ हो? यति चाहिँ मलाई जान्नु छ। र यो चाहिँ मेरो सानो सजेसन हो, किनभने तपाईँलाई लाज नलाग्यो भने मलाई लाज लाग्छ।